सबै फेसबुक साथीहरूलाई नमस्कार। जति पनि मेरो साथीहरू हुनुहुन्छ या मेरो स्टुडेन्ट हो, मेरो विद्यार्थी हो, अनि मेरो विद्यार्थीको जति पनि अब दाइहरू दिदीहरू यदि +2 गरेर बस्नु भएको छ हैन, अब जुन पनि फ्याकल्टीबाट पनि पढ्नु भएको छ, एजुकेसनबाट पढ्नु भएको छ वा साइन्सबाट पढ्नु भएको छ वा कमर्सबाट पढ्नु भएको छ, तर +2 गरिसक्नु भएको छ, अहिले ब्याचलरको लागि गरिरहनु भइरहेको छ या ब्याचलर गर्न सोचिरहनु भइरहेको छ भने +2 गरेको विद्यार्थी भाइ बहिनीहरूको लागि एकदमै यो पुष महिनाको अन्तिम बुधबार संघीय सुबाको व्यापक विज्ञापन आइरहेको छ। यो मात्र संघीय सुबाको हैन, बागमतीको पनि व्यापक पाँचौं तहको व्यापक भ्याकेन्सी आउनेवाला छ। अनि कर्णालीतिर पनि अरू प्रदेशहरूतिर पनि +2 पास गरेको साथीभाइहरूको लागि व्यापक पाँचौं तहको विज्ञापन आइरहेको छ है। तपाईहरू के गर्नुस्, +2 पास हुनुभएको छ भने त्यो जागिरहरू, सरकारी जागिर यदि खान इच्छुक हुनुहुन्छ, म देशमै बसेर केही गर्छु, म अन्त्य कतै जाँदैन, देशमै बसेर देशको सेवा गर्छु, यदि सोचमा हुनुहुन्छ र यो म देशमै बसेर आफ्नो जीवनमा प्रगति गर्छु, आफू र आफ्नो परिवारको लागि, सबैको लागि भलो गर्छु, यदि सोचमा हुनुहुन्छ भने आजदेखि नै तपाईँ के गरिहाल्नुहोस् भने सुबा भनेको पाँचौं तहको +2 पछि पाँचौं तहको कर्मचारी भइन्छ नेपालमा। अब जुन पनि संस्थानतर्फ होस्, या संस्थानको होस्, या स्थानीय तहमा होस्, या प्रदेशमा होस्, या संघमा होस्, जहाँ भए पनि सुबा सर +2 पछि तपाईँ एप्लाई गर्न सक्नुहुन्छ है। कुनै इन्स्टिट्युटमा गएर पाँचौं तहको फर्स्ट पेपरमा के हुन्छ, जीके र आइक्यू हुन्छ। जीके भनेको तपाईको 30 मार्क्सको 30 वटा क्वेशन हुन्छ, जुन पर क्वेशन 2 मार्क्स क्यारी गर्छ, र आइक्यू चाहिँ 20 वटा हुन्छ, पर क्वेशन 2 मार्क्स क्यारी गर्छ। मतलब 30 वटा जीके को मतलब 60 मार्क्स र 20 वटा आइक्यू को मतलब 40 मार्क्स। टोटल गरेर गर्नुहुन्छ भने 100 मार्क्सको हुन्छ, जसमा तपाईले फर्स्ट पेपरको एक्जाम दिनुहुन्छ। फर्स्ट पेपरमा यदि तपाईँ सङ्घतिर दिनु भइरहेको छ भने 45 मार्क्स 45 मार्क्स यदि लाउनु भयो भने तपाईँ फर्स्ट पेपरमा पास हुन सक्नुहुन्छ, र सेकेन्ड पेपर र थर्ड पेपरको लागि, रिटनको लागि तपाईँ फेरि कुनै इन्स्टिट्युटमा या आफै घरमा समय दिएर पढ्न सक्नुहुन्छ। यदि तपाईले कुनै जस्तै कि मध्य प्रदेश या कर्णालीको या सुदूरपश्चिमको या लुम्बिनीको या अन्त्य प्रदेशतिरको पाँचौं तहको जागिरमा फर्म भर्नुहुन्छ भने त्यहाँ चाहिँ के छ भने संघीयको भन्दा त्यहाँ अलिकति सिलेबसहरू त त्यही हो, तर त्यहाँ अलिकति क्राइटेरिया फरक छ। जसरी यहाँ पास हुन, फर्स्ट पेपर पास हुन 45 मार्क्स चाहिन्छ भने त्यहाँ प्रदेशहरूतिर त्यहाँ पास हुनको लागि जम्मा 40 मार्क्स आयो भने तपाईँ सेकेन्ड र थर्डमा भाग लिन सक्नुहुन्छ है। त्यही भएर यही हाम्रो पुसको अन्तिम बुधबार सुबाको र अन्य प्रदेशतिर व्यापक विज्ञापन आइरहेको छ। सबै साथीहरूले निजामती तयारी गर्न चाहनुहुन्छ र देशमै रोजगारी गर्न चाहनुहुन्छ र एउटा भविष्यमा गएर एउटा सरकारी कर्मचारी, हाकिम साहब बन्न चाहनुहुन्छ भने मेरो यो भिडियोलाई कन्टिन्युअस हेरिरहनु होला। म आजदेखि विभिन्न विज्ञापनहरूको बारेमा अपडेट आफ्नो फेसबुक मार्फत र टिकटक मार्फत तपाईहरु समक्ष पेश गर्छु है। फर्महरू कसरी भरिन्छ, कहाँ गएर भरिन्छ, यसभन्दा पहिलाको म विद्युत प्राधिकरणको एउटा विज्ञापनको बारेमा बताएको छु। त्यहाँ चाहिँ मैले सबै कुरा बताएको छु, कहाँबाट फर्म भर्ने, के गर्ने भनेर। त्यो भिडियो हेरेर बुझ्नु होला र विद्युत प्राधिकरणमा कसरी फर्म भरिन्छ त्यहाँबाट पनि बुझ्नु होला। ल, आजदेखि नै देशमै केही गर्छु र आफ्नो सपना पूरा गर्छु, आफ्नो परिवारको लागि एउटा पिलर भएर अगाडि भएर खडा हुन्छु र कुनै पनि प्रकारको समस्या आयो भने तिनीहरूको लागि समाधान हुनको लागि अगाडि बढ्छु। एउटा सोच राख्नु भएको छ भने आजदेखि सरकारी नोकरीको लागि तयारीमा जुटिहाल्नुस् र व्यापक पढ्नुस्। पढेर नै केही भइन्छ, घुमेर बिना मतलबको टाइमहरू यताउति वेस्ट गरेर जिन्दगीमा केही हुनेवाला छैन है। त्यही भएर सबैभन्दा बढी प्रायोरिटी पढाइलाई दिनुस्। पढाइबाट नै जिन्दगी बदलिन्छ, अरू चाहिँ काम गरेर जिन्दगी बदलिँदैन। लास्ट विकल्प नै निजामती वा हाम्रो सरकारी जागिर हो वा देशमै विभिन्न अब
ब्याङ्कहरूतिर पनि या अन्य तिरहरू पनि भ्याकेन्सीहरू आइरहेको छ। त्यही भएर सबैजनाले अब तपाईँ कुन सेक्टरमा तयारी गर्न चाहनुहुन्छ कुनैको नजिकको इन्स्टिट्युटमा गएर तपाईँ त्यहाँबाट सोध्न सक्नुहुन्छ। यदि तपाईँले म सर यो फिल्डमा तयारी गर्न चाहन्छु, कति पढेको हुनुपर्छ, सिलेबस के हो, यसबारे बुझ्नुहुन्छ भने मलाई मेरो यो तुफान कुमार सनीको जुन पेज छ यसमा WhatsApp नम्बर छ, त्यहाँ या जीमेल नम्बर पनि छ। तपाईँले मलाई मेल मार्फतको पनि र WhatsApp मार्फत पनि मबाट जुट्न सक्नुहुन्छ र कल गरेर वा WhatsAppबाट कल गरेर पनि सोध्न सक्नुहुन्छ है। ल, धन्यवाद।